हामीले युकेबाट चाहिँ भेडा चलाउन नि यहाँ भेडा गोठालाई ल्याएको भेडा चौरमा। हेलो गुड मर्निङ साथीहरू, ल स्वागत छ मेरो युट्युब च्यानलमा। आजको हाम्रो प्लान चाहिँ अब भेडे चौर जाने भन्ने प्लान छ होइन। यहाँबाट भेडे चौर हुँदै अनि पछि मोहिनी झरना पनि पुग्छौँ होला, त्यही हो। अनि ल भ्लग पनि आज यहीँबाट सुरु गऱ्यो होइन। हाम्रो साथी मित्र जुक्तिमान, ल के भन्नु छ आजको हाम्रो भ्लग के कस्तो होला जस्तो? ल अब हेरौँ यात्रा पनि आज रमाइलो हुनेवाला छ भनौँ न। तिनजना चाहिँ नयाँ मेम्बर छन् हाम्रो ग्रुपमा। अब 3वटा साधन लिएर 6वटा बाइक छ, के अरे 6जना मान्छे छौँ। अब मोहिनी झर्ना चिल्ला हेरौँ न आज स्विमिङ पनि गर्ने भन्छ, तर मौसम जाडो पनि भइसकेको छ। तर हेरौँ कतिसम्म गर्न सकिन्छ होइन, त्यही हो। बिहानको 5:30 बजिरहेको छ। अब हामी 10 मिनटमा बल पुग्छौँ है। हेलो साथीहरू, अहिले हामी ठिक बल्कुबाट यता टियुको नजिकै पुगेको छौँ, पेट्रोल पम्पको छेउमा। साथीहरू आउँदैछ, एकछिन अब पर्खिँदैछौँ, उनीहरू 3-4जना आउँदैछन्। हामी त अब अलिक नास्ता खानुपर्ने हुन्छ बिहान होइन। नास्ता खाएर हामी साथीहरू पनि आउँदैछ ल होइन। अब आज हाम्रो घुमाइ चाहिँ भेडा चौरसम्मको छ, अनि त्यही हो। मोहिनी झर्ना जाने, मोहिनी झरना पनि जानुपर्छ। अब सबै हेरौँ बिच बाटोमा कस्तो छ बाटोहरू, ल होइन। चना आलु त खाने होला नि, के खान्छ? ल के भन्नु छ हाम्रो केटाहरू आउँदैछन्, यहाँ आत्तिसक्यो होइन, अहिलेसम्म आउँदैन। ल के बोलौँ त, अनि ल चना आलु त खाने होइन। अब हेरौँ के हुन्छ। आन्टी 2टा चिया गरिदिनु। आन्टी अङ्कल 2टा चिया अनि आलु चना। ल मिठो है त, एकचोटि खाएपछि फेरि आउँ गर्ने अरे। हामी लामा होटल गयौँ रहेछ, आन्टीले फेरि डाइरेक्ट कडा दिइहाल्यो। हाम्रो टक्क नास्ता आइसक्यो अङ्कलले। ल आलु चना है त, ल मिठो छ नि होइन अङ्कल? ल स्पेसल आलु चना है हाम्रो टक्क कीर्तिपुर नजिकै। ल खाइहालौँ त। ल कस्तो छ? नाइस। ल ल ल ल ल ल सुरु गरे है त गाइज। हेलो साथीहरू, ल फाइनली सबै केटाहरू भेटिसक्यो है हामीहरू। ल हाम्रो नवीन साथी धर्मजित, आफ्नो इन्ट्रोडक्सन दिउँ न। ल कति बजी भन्यो, कति बजी आयो भन्नु? हाम्रो इन्ट्रोडक्सन दिउँ न आफ्नो। ल बोलौँ। म दिप साई ठौरी अहिले घुम जाँदैछु। अनि भन्नु के बोलौँ? त्यही हो। इट्स मी दावा तेजन लामा। अनि अब चाहिँ जाँदैछ सबै गफाडी छन् नि। ल हामी के बोलौँ न? ल म चाहिँ रवि डुल्न जाने भने हाम्रो अमीर सर के बोलौँ लगाउनु भने त चाहन्छु नि। अनि धर्मजित ल के बोलौँ न? नाम पनि भन्छ यो। आज हामी कहाँ जाँदैछौँ? ल भन्नु त। नाम थाहा छैन ठाउँको, तर झर्ना हामी एउटा कुरा स्पष्ट चाहन्छु। हामी गइसकेको ठाउँ होइन, हामी पहिला गइसक्यो, फेरि केटाहरूलाई घुमाइदिउँ भन्ने हो। 2जनाको लागि मात्र हाम्रो आज मेन गाइड चाहिँ यता छ फेरि। ल यी 2जनाको लागि मात्रै हो। हामी पहिला गइसक्यो, केटाहरूको लागि पनि चिया आइसक्यो, हामी चाहिँ खाएर भ्याइसकेका थियौँ, त्यही हो। सिर्फ 2जनाको लागि मात्रै। हामी आज भेडे चौर जाँदैछौँ है साथीहरू, मजाले घुमिन्छ, त्यही हो। भेडे चौर घुम्ने हो, स्विमिङ गरिन्छ होइन। मोहिनी झरना केटाहरूले चड्डी ल्याएको नि, चड्डी ल्याएको मैले 4 यहाँ अलि नास्ता पानी गरिन्छ होला। अब यहाँबाट लाग्छ ल साथीहरू, नास्ता पानी सबै गरियो। अब टक्क हिँडिन्छ अब होइन, हेलमेट लगाइयो। अब केटाहरू सबै गरेर रेडी भइसक्यो। ल अब हामी लागिन्छ है यहाँबाट मजाले। ल केटाहरू रेडी हो होइन? ल Baby, let's take a drive, take a
काठमाडौँबाट यहाँबाट जाने ठ्याक्क पोइन्टमा छौँ। यो ठाउँको नाम पनि यता कलङ्की कुल्लेखानी भन्ने रहेछ है। हामी ठिक्क यहीँ बसेर होइन केटाहरू चाहिँ चिया हान्दैछन्। ल हाम्रो लागि चिया आउँदैछ भित्र। के छ ल के भनौँ देखिराख ठिक छ ल। एक दुईवटा जुस पनि आइसकेको रहेछ होइन। ल जुस हान्नुपर्छ ठिक छ ल। हामी ठ्याक्क कलङ्की भन्ने ठाउँमा छौँ। ल हामी माथिबाट आएको छ। ल यहाँबाट हुँदै अब ड्याममा गइन्छ। यहाँबाट टक्क माथि जिप लाइन पनि रहेछ है। तपाईँ जिप लाइन चढ्न सक्नुहुन्छ। यी पछाडि सक्नुहुन्छ जिप लाइनको त्यो ठुलो देखिन्छ। ल अब यहाँबाट कुल्लेखानीबाट एकछिन फोटोसुट गरेर केटाहरू फोटोसुट हानिसकेपछि अनि यहाँबाट हामी भेडेचौरको लागि लाग्छौँ होला। ल कस्तो अनुभव भइरहेछ हाम्रो रबिन साथी बोलौँ त। ल बवाल भइरहेको नि होइन। यी हामीसँग क्यामेरा पनि छ फोटोसुटको लागि भइसक्यो। ल धर्म केही बोलौँ न। ल कस्तो भइरहेछ फर्स्ट टाइम आइरह होइन घुमाउनु। ल मलाई चाहिँ ठाउँ एकदम बवाल मन पर्यो होइन। यी हामी पछाडि टक्क ड्याम छ आनन्द आइरह। ल अनि हाम्रो अर्को क्यामेराम्यान यता लिग साइड बवाल है बवाल मजा आइरहेछ। फाइनली कुल्लेखानीमा हामी पुगिसक्यौँ होइन। अति नै दामी मजा आइरहेछ भनौँ न। किनकि हामी पहिला आउँदाखेरि चाहिँ पानी कम थियो है त्यतिखेर। लगभग 1/6 पार्ट थियो कि 6 भागको 1 भाग मात्र थियो कि अहिले त पुरै भरिसकेको छ। पानी त बब्बाले भरेछ। ल यो रमाइलो होला जस्तो भइरहेको एकदम रमाइलो भइरहेछ। मोहनी गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले अल्झेला बगर भुलेर किनार नाच्न गाउन लाग्यो रहर नाच्न गाउन लाग्यो। जाने मान्छे राइट साइडमा छन् आउने लेफ्ट साइडमा छ। हामी विदेशमा जानु। हेलो साथीहरू। ल फाइनल हामी भेडेचौर पुगिसकेका छौँ। केटाहरू चाहिँ अगाडि फोटोसुट गरिरहेका छन्। म चाहिँ ठ्याक्क अलिक शीतलबाट निस्किरहेको छु। उनीहरू सब अगाडि भएर आज जस कुल्लेखानी ड्यामको छेउमा अलिकति हिल्लो रहेछ। बाइक चिप्लियो भने हिर्जल हेर्न सक्नुहुन्छ साथीहरू। दुलै साल चाहिँ सुकिसक्यो। त्यति ठुलो चाहिँ ऊ भइएन। जस चिप्लेछ मजाले। यहाँ सुटिङ पनि भइरहेको रहेछ। ए हेर्न सक्नुहुन्छ। अब के को म्युजिक भिडियोको हो कि जस्तो छ सुटिङ चाहिँ। के को है सुटिङ चाहिँ म्युजिक भिडियोको है। ल यहाँ ड्रोन पनि उड्न लागेको है। ल दाजु एकदम कुन चाहिँ म्युजिक भिडियो हाम्रो? हेर्न सक्नुहुन्छ। के छ साथीहरू? एकदम गुड दामी छ नि है। एकदम दामी। ल सुटिङ बवाल भइरहेछ। क्या दामी भइरहेछ है। ल सुटिङ दामी भइरहेछ। तामाङ सेलो हो नि है। भेडेचौरको स्वादमा केटाहरू पुगिसक्यो मैले। ल केटाहरू पनि भेटियो फाइनली। फोटोसुट गर्दैछ हाम्रो अमिर साथी। यहाँ केटाहरू यी क्यामेरा स्यामेरा लगेर फोटोसुट हान्दैछ। हाम्रो युकेवाला गाइस उता हाम्रो धर्मजी कस्तो अनुभव भइरहेछ रविन? ल भनौँ त। ल बवाल आइरहेको छैन होइन। केही बोलौँ त हाम्रो धर्मजी। ल म कस्तो ठाउँमा कहिले आएको छैन होइन। खासै भन्नुपर्दा होइन मलाई चाहिँ बवाल लागिरहेछ। हामीले युकेबाट चाहिँ भेडा चलाउन नि भेडा गोठाला ल्याएको भेडेचौरमा। हाम्रो युकेवाला गाई जो होइन भेडा चराउनको लागि भेडेचौरमा मजाले एकदम होइन। ल प्योर गोठाला जस्तै देखिरहेको नि युकेवाला गोठाला।
केटाहरू टक्क ल आइसक्यो क्या भात सात खाँदैछन् केटाहरू टक्क ल अलिअलि मुहारमा अब खुसी देखिरहेछ नत्र अघिसम्म त न्याउरो परेर यहाँ चाहिँ न्याउरो नै छ यी टक्कै भात आएकै छैन केटाहरू खुसी सक्क ल हेर नि त भात आउने बित्तिकै खुसी भएको हेर त ल टक्कै ल भात आइसक्यो है ल एउटा हान्नुपर्छ दामी छ त है यहाँ मेरो भ्यू देखा न यस्तो दामी वाउ यार सोलिड छ त यार रल्ला प्लेयरहरूले खेल्न थालिसके प्रतिस्पर्धी नम्बर 4 नम्बर 5 है रोक रोक ल एकजना सँग खेल्ने ल ल यहाँबाट टक्क ड्याममा पानी फाल्न नै ढुङ्गा फाल्न लागिसकेको छ ल ओके ल फाल्यो ल 1 2 3 खासै पुगेन है खासै दम देखेन ल ल ल ल अर्को आयो सेकेन्ड ल ल ल छिटो 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 फाल्यो ओ रल्लाहरू रल्ला ग्याङहरू ल ल ल ल रल्लो ग्याङको छोटा डन आयो छोटा डन ओ नो 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 यो पनि खै कसैले नसक्ला जस्तो मै आउनु पर्ला जस्तो छ है घटाउँदा पारीसम्म ल ल ल आफै जाऊ ल फेरि ओ यो फ्रुट येल्लो पनि कटिने जस्तो छ ल ल ल धर्म ल ल ल ल ल थाले बा 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 ल पारी सबसे धेरै ल सबसे हाइस है ल सबसे धर्म भयो ल विनर यहाँ विनर भइसकेको छ ल केही बोलौँ न जितेको खुसीमा केही बोलौँ न ल ओए ल यहाँसम्म यो चाहिँ बाटो याद छ मलाई हो यहाँ चाहिँ बल्ल याद आयो मलाई
दाको मैले गोब्रो सुट पनि हानेछु गली छ क्या गोब्रो सुट के स्लिप हान्छ यहाँ मैले सिकेर चाहिँ मेरो जिन्दगी कहिले के मजा आउँछ यस्तो सिनहरुमा ए ओ बुवा लो आज त मान्ने सक्यो हो थ्रिलिङ राइड भइरहेछ नि आज धेरै केयरलेस गरेर आएको छ तैँले होइन क्या पुरा थ्रिलिङ राइड क्या बाइक लिएर हामी दोस्तै बनाउँछ अरे अनि सैलुङ्गा भएन नि त हुने थियो हिँडिरहेको छन् तिनी रवि पनि दुईजना हिँडिरहेको छन् माथि हेर्न अझ हेर न ध्यान हिँडेर आइरहेछ नि हिँड्के दिने आउँछन् पुग्छन् अरे यार दुईजना एउटा आइरहेछन् क्या बाइक किन राखेको उताबाट आइरहेछन् तिनीहरू अरू दिमाग पनि कस्तो लाउँछ यार किन रबिन भने ओह्रालो छ नि त अनि तँलाई पनि हिँडाउनु पनि रहेछ ल हिँडिरहेछ ओ त्यहाँ बुवा है बुवा तँलाई पनि हिँडाउनु पनि रहेछ ओ बुवा अनि तेरो भिडियो कसले खिच्छ तलबाट कसेर आइरहेछ कसले खिचिदिन्छ तेरो भिडियो भन्न पहिला बाटो सब ध्वस्तै पारेर रहेछ लास्ट पछि कसरी आउने नेताबाट ओ यहाँबाट आउने होइन क्या पछि फिक्सै हो त्यही भन्दैछ त केटाहरू झरु क्या म है पर्दैन म झर्छु त यार बाइकलाई फेरि लोड पर्छ नि त यस्तोमा बाइक बिग्रियो नि त तनावै तनाव अनि बाइक बिग्रियो भगवान्को चाहिँ योभन्दा धेरै कम हो थाहा छ उताको रोड के उताको रोड के धेरै कम हो क्या योभन्दा कहाँ उताको सैलुङको अफ राइड यो त फुल अफ रोड छ यहीँसम्म अफ रोड छ सैलुङको बाटो बिग्रिएको छ क्या आफ्नो थाहा गर्न बिग्रिएको छ कसले भने बिग्रिएको सिलगढीबाट जाने होइन टेट बिबी मार्ग भने तैँले टेट आधीसम्म मात्रै हो बिबी धुलीगढसम्म मात्रै धुलीगढबाट अर्को बाटो जाने हो ठिक छ त आइसक्यो म पछि त्यो त आइसक्यौँ तर त्यहाँबाट गएको तेरो बाइक अझै राम्रो कन्डिसन भन्थ्यो क्या तेरो बाइक तिनीहरूको स्कुटर अमिरको त स्कुटर सबभन्दा त्यही सबभन्दा थियो फर्किनु पर्यो उकालो त काल छैन ओर्ल्यौँ ओर्ल्यौँ म चाहिँ भिडियो खिचिदिन्छु ओ माय गॉड नहीं रोके ए माथि फर्क्यो होइन माथि फर्किँदा माथि लगेर जान हेलो साथीहरू ल हामी मोहिनी झरनाको छेउ नजिकै छौँ अहिले यहाँ एउटा सानो खोला रहेछ है बाटो त लास्ट खत्तम रहेछ अरे योबाट माथि बल्ल बल्ल पुग्यो केटाहरू माथि आउँदैछन् माथि होइन यो ठ्याक्कै घरको माथि साइडमा बल्ल बल्ल आइरहेको छ अब यो खोला तर्न पनि लास्ट हेर्दा सानो देखिन्छ झन्झट हुँदो रहेछ गाह्रो ओ भाइ गड ओ माइला कसरी कटियो ल बल्ल बल्ल यहाँसम्म आइयो होइन त्यही हो अब यहाँबाट लगभग कति टाइम लाग्ला मोहिनी झरना नजिकै छ भने सुनेको होइन त्यही हो ल एकैछिनमा यहाँबाट मोहिनी झरना पनि पुगिन्छ अब केटाहरू आउँदैछन् त्यही हो ल त ल केटाहरू अब खोला तर्दैछन् पानी हेरौँ कसरी तर्छन् डुब्यो त
अड्के त हेर मान्छे त तै यहाँबाट होइन उताबाट उताको झन् ल ल ल ल आयो 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 ल बल्ल बल्ल ताने ताने ल ल अर्को पनि आउँदैछ नि ल ल ल ओ रन्का रन्का ल आयो 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 स्टार्ट अब भन ल भक्त ल आयो 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 ल ल ल निकाले 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 ल केटाको हालत यस्तो छ नि पौडी हान न पदम फर्किन गाह्रो होला जस्तो चाहिँ पछि बाटो हेर्दा त बाइक रोड कन्डिसन त हेभी रहेछ यार त मैले उसलाई उ गर्नु फेर्नुपर्छ अब यो के गर्ने यसलाई बोकेर जाने ल केटा हो बल्ल तल्ल जसो तसो गरेर होइन यो बाटो लास्ट खत्तम बाटो रहेछ यार बल्ल बल्ल स्कुटरको यहाँ टायर पङ्चर भएर हावा निस्केर हुन्छ नि हाम्रो साथीको बल्ल बल्ल त्यसो गरेर यहाँ निस्कियो ल अब हामी ठ्याक्कै मोहिनी झर्नाको छेउमै छौँ अब यहाँ बाइक साइक पार्किङ गरेर जान्छ के छ नानु झर्ना कहाँनिर छ भन त हो कस्तो छ राम्रो छ कि नराम्रो राम्रो झर्ना छ नाम के हो तिम्रो सुस्मिता थापा मगर हो अनि कति क्लासमा पढ्छ नि 2 क्लासमा अनि तिमी फर्स्ट गर्ल होइन अनि स्कुलको नाम के हो नि ओहो कस्तो राम्रो स्कुलको रहेछ नि स्कुलको नाम अनि कति खै अनि घर चाहिँ कुन हो नि नानीको यही हो ए ल हामीसँग जाने झर्नामा पौडी खेल्न हेलो के छ ठिक छ ल ल निस्क्यौँ केटाहरू ल ल बाई बाई ल हामी झर्नातर्फ लाग्दैछौँ भन साथीहरू फाइनली झर्ना भेट्यो झर्ना चाहिँ भेट्यो बल्ल तल्ल गरेर बाइकमा जसो तसो गरेर होइन यहाँबाट हाम फाल्नुपर्छ जस्तो छ बाटो उताबाट हिँडौँ है हिँडौँ ल यहाँ चाहिँ टिकट काउन्टर रहेछ ल कस्तो अनुभव भइरहेछ स्कुटर बिग्रेदेखि लगेर सबै झर्नाकोसम्म पुग्दाखेरि होलसेल यु भनौँ न बोलौँ केही बोलौँ न बोल्नै मान्दैन नि त के बोलौँ न कस्तो छ ल के बोलौँ त के बोल्नु छ नि दाजु हजुर ल भन जाउँ न ल्याएर टिकट ल्याएर न गाह्रो छ अनि आउँदैछ आउँदैछ एकैछिन आउँदैछ माथि मान्छे कसरी छ टिकटको 25 रुपियाँ 6 जनाको कति भयो 125 ए ल टिकट पनि ल्याइसक्यो साथीहरू हेर्न सक्नुहुन्छ झर्नासँगै टिकट पनि ल केटाहरू हिँडिरहेछन् है ल मस्तले के बोलौँ न ओ केटाहरू कस्तो भइरहेछ ल के बोलौँ त कस्तो अनुभव के अनुभव सुनाऊँ न अहिलेसम्मको पहिलोचोटि आइरहेछ होइन हाम्रो साथी ल अनि साथीहरूले मेरो लागि भनेर र एकजना अर्को साथीको लागि चाहिँ प्लान गरेको मलाई एकदमै खुसी लाग्यो हजुर मैले सोचेको थिएँ नि यतिको राम्रो होला भनेर अनि दुःख त लास्टमा पायो नि त होइन बिचमा हाम्रो स्कुटी बिग्रियो हजुर टायर उड्यो हजुर अनि के बोलौँ न ल तर दुःख पाए पनि यो चाहिँ वर्थ इट रहेछ त्यही हो अनि हाम्रो पदमले चाहिँ फेरि मनासा बनाइसक्यो अर्कोचोटि चाहिँ म गर्लफ्रेन्ड लिएरै आउँछु भन्दै थियो हामीहरूलाई होइन त्यही हो कि न ल ल ल ल ल ल ल भिडियो त यहाँबाट बनाउनु पर्ने रहेछ म उल्टिहाल्छ अरे ल दान बनाइ अलि ल दान बनाइ
जुम आउट आउनु बब्बल अन्ने यार एउटा लट्टी खोज्छ त ओइ फ्लेभर हेर फ्लेभर यहाँ कलर वाला आइरहेको छ अरे खै त कहाँ वनबाट आएको मान्छे जस्तो देखिरहेको छ मार ल एकछिन फ्याट खेल एकछिन छोए पछाडि रल्ल पछाडि उठेन के पुरा इन्जिन टच रहेछ रल्ल पनि चिन्ता तिमी पो युगे जाने पो चिन्ता छैन यो पुरा भनाइमा सीमित केही हुँदैन चिन्ता मनै हुने हो जति बिग्रन चिन्ता मलाई हुने हो यो सब चिन्ता अहिलेसम्म यहाँबाट माथि छ नि त गाह्रो तर ल यहाँ त्यसमा सेभेस त हुने छैन अब सजियो माथि त तल उड्नु पर्छ कि रल्ल यहाँ सुन्छ रल्ल उठा पेट्रोल सकिया पेट्रोल छैन रल्लौ नभए तरा हुँदैन रल्लौ भिडियो त भइसक्यो एकचोटि छोएन यहाँ भिजबाट त कमाउला त 50-60 हजार लग अब नजिकै छु शिवरामा हरि हरि नारायण यही भिडियोबाट मेन्टेन गर्ने फेरि अनि यही भिडियोबाट मेन्टेन गर्ने फेरि सपना आइसक्यो अलि उठाउ सब युगेको त्यो के नन्डाडोवाला चिज खाएर रहेछ एकछिनमा थाक्ने हात जाला फेरि तलबाट बाटो यस्तो छ बनाउन आइसक्यो अरे नचढे चढेर राख्नु हुन्छ चढ दबिन्छ कि रल्लो नचढे सजिलो हुन्छ त्यो त खोला पुग्थ्यो उठाउनु पर्छ कि रल्लो हातै ढुङ्गा खान्छ
बाइक सजिलो गइरहेको पऱ्यो यार भुका बढी खाएर गाह्रो भएर अरूले के बुझ्छ सक्सेस भयो ल आट्यो भने नआउने चान्स छैन कि ए यहीँनिर रहेछ कि यहीँनिर